हेलो एभ्रिवान, आज फेरि पनि अर्को नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु र आजको यो भिडियोमा चाहिँ मैले विकास हाइड्रो पावरको आइपिओ सम्बन्धित जानकारी दिने भनेको छु। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला। यो भिडियो अन्तिमसम्म हेर्नुभयो भने विकास हाइड्रो पावर चाहिँ कस्तो कम्पनी हो देखि लिएर यसको इपिएस नेटवर्कदेखि लिएर र यसको ओपनिङ रेन्ज मिनिमम र म्याक्सिमममा चाहिँ कतिमा कारोबार हुन सक्ने सम्पूर्ण कुराहरू र कतिजनाले भर्न पाउँछन् र कति भर्न पाउँछन् सबै बारेमा जानकारी दिनेछु। ल अब लागौँ भिडियोतर्फ र कहिले भर्दा चाहिँ पर्ने सम्भावना हुन्छ त्यो बारेमा पनि मैले जानकारी दिइहाल्छु। अब सर्वप्रथम हजुरले यहाँ अगाडि त हेर्न सक्नु भएको छ, हेरि पनि रहनु भएको छ। त्यही असार 18 गते यानि कि आजैको दिनदेखि असार 18 देखि चाहिँ 22 गतेसम्म भनेको 18, 19, 20, 21, 22 5 दिनसम्म विकास हाइड्रो पावरको आइपिओ चाहिँ भर्नको लागि चाहिँ खुल्ला गरिएको छ र यसको नम्बर अफ सेयर हेर्ने हो भने 29,42,760 किता छन् भनिसकेपछि यदि कुनै एउटा व्यक्तिले 10 किता भर्यो भने 2,94,276 जनालाई यो आइपिओ पर्छ, जसमध्ये हजुर पनि पर्न सक्नुहुन्छ। यसको चाहिँ अब ऱ्यान्डमली नै हाम्रो सिलेक्ट हुने हो, त्यसैले 2,94,276 जनालाई आइपिओ पर्ने हो भने यो चाहिँ हाइड्रो पावर हो। प्रभु क्यापिटल चाहिँ यसको इस्यु म्यानेजर रहेको छ भने इस्यु प्राइस चाहिँ 100 रहेको छ, यानि कि एक किताको लागि 100 र हामीले चाहिँ न्यूनतम पनि हाम्रो 10 किता भर्नुपर्ने हुन्छ, जसको लागि हामीलाई 1000 रुपियाँ चाहिँ चाहिन्छ यो आइपिओ भर्न। यो चाहिँ जनरल पब्लिकको लागि हो, तपाईँ हामीको लागि हो। पर्ने सम्भावनाको रूपमा पनि हामीले हेर्ने हो भने अब पर्ने सम्भावना त कति बेला भर्दा पर्छ भन्ने, जस्तो कि हजुरसँग एउटा घरमा 3-4वटा छन् भने अब 5वटा छन् भने कर्मैसँग गर्ने। आज 18 गते एउटा पर्ने, 19 गते अर्को, 20 गते अर्को, 21 गते अर्को, 22 गते अर्को, यसरी भर्दा कम्तीमा एउटा पर्छ कि भन्ने आश लाग्ने हो। तर यो ऱ्यान्डमली सेलेक्ट हुने हो, जसले गर्दा ठ्याक्कै पर्छ भन्ने त हुँदैन, तर पनि सम्भावना अब हजुरको भाग्यमा पनि भर पर्छ। यसरी चाहिँ हाम्रो यो पर्ने सम्भावना हुन्छ है त। र यसको जुन विवरण पत्र मैले थोरै देखाइहाल्छु, जस्तो यसको निष्कासन हुने मिति भनेर यो मैले विवरण पत्र कम्पनीको नै यहाँ प्रस्तुत गरिरहेको छु। खुल्ला मिति चाहिँ 2082 साल 3 महिना 18 गते लेखेको छ भने यसको चाहिँ निष्कासन बन्द हुने चाहिँ 22 गते हो। यदि यो चाहिँ बन्द हुने मिति यदि कम आवेदन आयो भने यो बढेर 32 सम्म पनि पुग्न सक्छ, तर अहिले त एकै दिनमा ओभर सब्सक्रिप्सन भइहाल्छ। यसमा त हामीले दुविधा लिनुपर्ने हुँदैन भने दरखास्तका लागि न्यूनतम चाहिँ 100 भुक्तानी गर्नुपर्ने हुन्छ भनेको छ, तल अरू पनि हेर्न सक्नुहुन्छ भने। अब यो कम्पनीको बारेमा सर र हजुरले चाहिँ यसको जारी पुँजी कति हो अनि कति बराबरको स्थानीय बासिन्दाको लागि यहाँ सबै कुरा हेर्न सक्नुहुन्छ। मैले चाहिँ तल हेर्न सक्नुहुन्छ कि 29 लास्टमा हेर्नुहोस् त 29,42,760 किता चाहिँ यसले सर्वसाधारणका लागि धितोपत्रमा दर्ता निष्कासन नियमावली 2073 को अधीनमा रही सार्वजनिक चाहिँ निष्कासन गरेको भनेको छ। भनिसकेपछि 29,42,760 किता भनेको चाहिँ अब डिभाइड 10 गर्दा हाम्रो 2,94,276 जनालाई चाहिँ पर्ने हो। त्यहाँ भनेको छ दरखास्त दिनुपर्ने न्यूनतम किता चाहिँ 10 किता र अधिकतम 10,000 पनि दिन सकिन्छ, तर 10 कितादेखि धेरैलाई चाहिँ पर्दैन। हजुरलाई थाहा नै छ। अब 2,94,000लाई पर्ने हो, भर्ने जना हुन्छन् 23 लाख भनिसकेपछि 20 लाख त त्यसै फालिने हो, जसमध्ये हामी परिरहेकै हुन्छौँ सधैँ। र अहिले चाहिँ हामी सबैलाई यो आइपिओ परोस् भन्न चाहन्छु। र अर्को हाम्रो यो आह्वान पत्र, अब यसमा चाहिँ प्रति सेयर आम्दानी हेर्नुहोस् त। प्रति सेयर आम्दानी भनेको छ नि, यो भनेको इपिएस हो, जुन पुष मसान्त 81-82 लेखेको छ नि, त्यहाँ हेर्नुहोस् त 5.37 जुन ट्रेड टावरको पनि हाम्रो लगभग यस्तै थियो अनि यसो विकास हाइड्रो पावरको नै त्यही रहेछ, 5.37 रहेको छ इपिएस। अनि अर्को छ नेटवर्क हेर्ने हो भने 102.76 छ है त। 102.76 चाहिँ हाम्रो नेटवर्क छ भनेर बुझ्नु पर्यो। र अब हजुरलाई लाग्न सक्छ कि यसको चाहिँ न्यूनतम कति हो अधिकतम कति हो भनेर लाग्न सक्छ। अब न्यूनतम चाहिँ 97.43 अनि अधिकतम चाहिँ सुरुमा के जब आइपिओ पर्छ नि, सुरुमा कारोबार कतिमा हुन्छ भने 97 रुपियाँ भनेको 100मा किनेको 97.43 मा पनि हुन पाओ, अनि त्यसको 3 गुणा भनेको 292.29
10 पनि हुन पायो। अब यसको बीचमा अब 100 देखि माथि नै हुन्छ, जहाँसम्म 130-40 यस्तै सम्बन्धी 292 सम्म जति पनि हुन सक्छ। यो कुरा पनि बुझ्नुभयो र बाँकी मैले हाम्रो डिमेटमा प्रस्तुत भइसकेपछि यो बारेमा फेरि नयाँ भिडियो बनाइहाल्छु। र अब यो विकास हाइड्रो पावरको कम्पनी लिमिटेडको बारेमा केही कुरा अझै बुझ्नु छ भने हजुरले कमेन्ट गर्न सक्नुहुन्छ। र यस्तै प्रकारका भिडियोहरू मैले आइपिओ सम्बन्धी यो युट्युब च्यानलमा ल्याउने गरेको छु, त्यसैले च्यानललाई चाहिँ सब्सक्राइब गर्नुहोला र भिडियो के कस्तो भयो त्यो बारेमा कमेन्ट गर्न भने नभुल्नु होला है त। ल हस् त।